ऊर्जा सघन विश्वमा ताप विद्युत वास्तवमा मूलाधार हो, जो विश्वव्यापी रूपमा ऊर्जा उत्पादनको स्रोत हो। 2016 मा विश्व स्थापित क्षमताको 61% हिस्साका साथ जो 3954 गिगावाट ताप विद्युतको सञ्चय स्थापित क्षमता हो र यो 2013 सम्म 2.1% CAGR मा बढेर 5318 गिगावाट हुने अपेक्षा छ। भारतमा जम्मा स्थापित क्षमताको 344 गिगावाटको 63% जीवाश्म इन्धन आधारित ताप विद्युत संयन्त्रहरूबाट आउँछ, जसले गर्दा यो विश्वमा बिजुली उत्पादनका लागि समग्रतामा 5औं र ताप विद्युत उत्पादनमा तेस्रो स्थानमा छ। ताप विद्युत क्षेत्र सर्वाधिक ऊर्जा सघन उद्योगहरूमध्ये एक पनि हो र साथै एउटा प्रमुख क्षेत्र पनि हो जसलाई भारत सरकारको ऊर्जा संरक्षण पहलको लागि चुनिएको छ। उन्नत ऊर्जा दक्षताको लागि राष्ट्रिय मिशन, जो ऊर्जा मन्त्रालय र ब्युरो अफ एनर्जी एफिसिएन्सीद्वारा लागू गरिएको हो, यस अन्तर्गत एक प्रमुख पहल हो प्रदर्शन, उपलब्धि र व्यापार योजना। सुरुमा 8 औद्योगिक क्षेत्रहरूलाई चिन्हित गरियो, जसलाई अहिले बढाएर 13 बनाइएको छ। योजना अन्तर्गत निर्दिष्ट उपभोक्ताहरूलाई ऊर्जा दक्षता सुधार्न प्रोत्साहित गरिन्छ, रेट्रोफिटिङ र आधुनिकीकरण मार्फत, र उनीहरूले ऊर्जा लक्ष्यमा सुधार गरे भने उनीहरूलाई व्यापार योग्य ऊर्जा बचत प्रमाणपत्रहरू वा ई-सर्ट्स दिइन्छ, जसलाई उनीहरूले ती एकाइहरूलाई बेच्न सक्छन् जसले आफ्नो लक्ष्य हासिल गर्न सकेनन् र तिनीहरूले जरिवाना तिर्नुको साटो अनुपालनको मौका मिल्नेछ। In the first cycle of PAT, विद्युत क्षेत्रका 144 एकाइहरूलाई सामेल गरिएको थियो र तिनीहरू 3.12 मिलियन टन तेल समतुल्य ऊर्जा बचत हासिल गर्न सफल भए। अब प्याट चक्र 2 भर्खरै समाप्त भएको छ र हामी आशावान छौं कि यस क्षेत्रको लागि निर्धारित लक्ष्य हासिल गरिनेछ र त्यसपछि हामीले थप 3 चक्रहरू सुरु गर्यौं, प्याट चक्र 3, प्याट चक्र 4 र प्याट चक्र 5। अनि हामी अब विद्युत क्षेत्रका करिब 225 एकाइहरूलाई सामेल गर्दैछौँ, जसले स्थापित क्षमताको लगभग 289 गिगावाटलाई कभर गर्दैछ, जो भारतमा जम्मा ताप क्षमताको लगभग 90% जति हो। यस क्षेत्रबाट ऊर्जा बचतको सम्भावनालाई हेर्दा भारत सरकारले यसमा सुधार र त्यसपछि हुने ऊर्जा बचत तथा कार्बन उत्सर्जनलाई टार्ने विषयमाथि गम्भीर रूपले ध्यान दिँदैछ। carbon emission avoidance. सरकारको पहलको एक हिस्साको रूपमा पुराना ऊर्जा अदक्ष संयन्त्रहरूलाई चरणबद्ध रूपमा बन्द गर्न थालिएको छ र तिनको स्थानमा आधुनिक ऊर्जा दक्ष संयन्त्रहरू लगाइँदैछन्। प्रक्रियालाई बढाउन पखालिएको कोइलाको प्रयोग, गतिशील कोइला सन्तुलन, बुद्धिमत्तापूर्ण कालो तत्व, ब्लोइङ सिस्टम, वेस्ट हिट रिकभरी जस्ता अन्य उपायहरू पनि थालिएका छन् र स्ट्रिम टर्बाइन ग्यास आधारित संयन्त्रहरू र वाष्प अवशोषण मेसिनहरूको प्रतिस्थापना, लागू हुने सबै मोटर र पम्पहरूमा भेरिएबल स्पिड ड्राइभरहरूको प्रयोग, मेटालिक ब्लेड फ्यानहरूको स्थानमा अप्टिमाइज्ड ब्लेड एङ्गलका साथ एफआरपी ब्लेड्स, बेल्ट ड्राइभको स्थानमा डाइरेक्ट ड्राइभको उपयोग, ओपन र रिङ फ्रेममा न्युमा फिलको सक्सन प्रेसरको अप्टिमाइजेसन, पुराना र रिवाइन्ड गरिएका पुराना मोटरहरूको स्थानमा ऊर्जा दक्ष मोटरहरूको प्रतिस्थापन, जहाँ पनि जडान गरिएका छन् ओभरहेड ब्लोअरलाई रोकी रोकी चलाउनु। हामीले कुलिङ पम्प बन्द गरेका छौँ र हामीले पानीको गुरुत्वाकर्षणको प्रयोग गरेका छौँ र यसो गरेर हामीले करिब 147 टन तेल समतुल्य ऊर्जा बचत गरेका छौँ। यो हाम्रो ठूलो उपलब्धि हो। पार्ट अफ एनर्जी एफिसिएन्सी ऊर्जा दक्षताको एक भागको रूपमा हामीले कैयौं पहलहरू गरेका छौँ, जसमा सर्वाधिक उल्लेखनीय हुन् चरण 2 एकाइहरूमा 28% अतिरिक्त इको कोइल थपिनु, जसको परिणामस्वरूप बोइलरहरूको दक्षतामा करिब 1% सुधार भएको छ। अनि हामीले प्रयोग गरिरहेका छौँ फ्लू ग्यास आधारित भ्याम्प वातानुकूलनका लागि र हामीले फेरि 1 मेगावाट युनिटमा रिड मेटलको उपयोग गर्दछौँ मूल्याङ्कन गर्नका लागि। अनि हामीले लगभग सबै CHP ड्राइभहरूमा ऊर्जा दक्ष मोटरहरू जडान गरिरहेका छौँ। हामीले VFD स्टेज 1 ग्राफोमेटिक फिडरहरूमा र हाम्रो युनिट 7 मा आइडी फ्यानमा
भेरिएबल फ्रिक्वेन्सी ड्राइभ लगाएका छौँ। यी सबैले गर्दा लगभग 150 मिलियन युनिट ऊर्जाको बचत भएको छ। सफलताबाट उत्साहित विद्युत मन्त्रालय र बीईईले 8.869 मिलियन टन, 1.06 मिलियन टन, 0.6998 मिलियन टन र प्याटचक्र 2, 3, 4 र 5 मा 0.531 मिलियन टनको अझै महत्वाकांक्षी लक्ष्य निर्धारित गरेको छ। जबकि अरू क्षेत्रहरूलाई पनि यस योजनामा सामेल गरिँदैछ। प्याट एक प्रमुख पहल हो, ऊर्जा खपत घटाएर पर्यावरणीय असरलाई घटाउने अनि एक स्वस्थ, जीवन्त एवं बढी ऊर्जा दक्ष भारतको लागि धरती आमाको कायाकल्प गर्ने।